नमस्कार सम्पूर्णमा टियुले चाहिँ 3 वर्ष बिबिएसको चान्स पेपरको इक्जाम अहिले गराउन लागेको छ। 3 वर्ष बिबिएसको पनि विशेष गरी थर्ड इयरको इक्जाम अब छिट्टै सुरु हुँदैछ। थर्ड इयरको कोर्स स्ट्रक्चर के कस्तो खालको थियो भन्ने कुराकानी गर्नको लागि हामी यहाँ आज यो भिडियो तयार पारिरहेका छौँ। इन्ट्रोडक्सन टु फाइनेन्स फ्याकल्टी अफ म्यानेजमेन्ट भनेर यहाँनिर हाम्रो फ्याकल्टी अफ म्यानेजमेन्टको कुराहरूलाई यसो इन्ट्रोड्युस गरिएको छ। त्यसपछि यसको गोल्सहरू, प्राइमरी प्रोग्राम अब्जेक्टिभहरूको कुरा छ होइन। यसमा हाम्रो अब सब्जेक्टको कुरा गर्नु पर्दाखेरि चाहिँ टोटल 1400 मार्क्सको इक्जाम चाहिँ तपाईँहरूले इन्टायर बिबिएस 3 वर्ष बिबिएस रहँदा 1400 मार्क्सको इक्जाम दिनेवाला हुनुहुन्थ्यो। कम्पलसरी कोर्सेजमा यो यी सब्जेक्ट, कम्पलसरी कोर्सेजका यो सब्जेक्ट र कोर कोर्सेजको यो सब्जेक्ट ए र बीको यो तपाईँको 1000 मार्क्सको सब्जेक्ट चाहिँ तपाईँले फर्स्ट इयर र सेकेन्ड इयरमा गरेर पढ्ने हुनुभयो। फर्स्ट इयर र सेकेन्ड इयरमा होइन, यो फर्स्ट इयर र सेकेन्ड इयरमा मिलाएर राखिएको छ फर्स्ट र सेकेन्डमा। भने थर्ड इयरमा गइसकेपछि तपाईँले एउटा कन्सेन्ट्रेसन ग्रुप चुज गर्नु पर्यो र त्यो ग्रुपबाट पनि के त, ग्रुपबाट 5वटा ग्रुप छ विशेष गरी अकाउन्टिङ ग्रुप, फाइनेन्स ग्रुप, मार्केटिङ ग्रुप, त्यसपछि म्यानेजमेन्ट ग्रुप र हाम्रो म्यानेजमेन्ट साइन्स ग्रुप छ। यो जुनसुकै ग्रुपमा गए पनि यो ग्रुप मध्येबाट 3-3वटा सब्जेक्ट लिनु पर्यो। एउटा ग्रुपको 3टा सब्जेक्ट लिनु पर्यो, 300 मार्क्स भयो। एउटा ग्रुपको 3टा सब्जेक्ट लिनु पर्यो, 300 मार्क्स भयो। अनि इलेक्टिभबाट एउटा सब्जेक्ट लिनु पर्यो, अर्को 100 मार्क्स गर्दाखेरि चाहिँ यो यो थर्ड इयरमा 400 मार्क्स र फर्स्ट र सेकेन्ड इयरको अघि मैले तपाईँलाई कोर कोर्सेस र कन्सेन्ट्रेसन देखाएको थिएँ। त्योबाट तपाईँको कति मार्क्स हुने गरेको थियो त, त्योबाट चाहिँ तपाईँको हाम्रो 1000 मार्क्स भइहाल्यो। यहाँबाट 400, यहाँबाट 600ले 1000 भयो। कन्सेन्ट्रेसन मध्येको एउटा यो अकाउन्टिङ चुज गर्ने हो कि होइन, अकाउन्टिङ चुज गर्ने हो कि तपाईँले फाइनेन्स चुज गर्ने हो कि तपाईँले मार्केटिङ चुज गर्ने हो कि म्यानेजमेन्ट चुज गर्ने हो कि म्यानेजमेन्ट साइन्सेस चुज गर्ने हो। जुन चुज गरे पनि यसबाट 3-3वटा सब्जेक्ट चुज गरेर तपाईँको कोर्स बन्थ्यो। त्यसबाट 300 मार्क्स र इलेक्टिभको एउटाबाट 400 मार्क्स गरेर टोटल 1400 मार्क्सको बिबिएसको स्ट्रक्चर रहने गरेको थियो। विशेष गरी अहिले हामी थर्ड इयरको इक्जाम आइरहेको भएर थर्ड इयरकै लागि कुरा गर्दैछौँ। तर पनि यसो हेरिहालौँ, फर्स्ट इयर प्रोग्राममा इङ्ग्लिसको इक्जाम हुन्थ्यो। फर्स्ट फर्स्ट इयर प्रोग्राममा इङ्ग्लिसको एउटा कुरा भयो, अर्को बिजनेस इकोनोमिक्स, अर्को बिजनेस स्ट्याटिस्टिक्स, प्रिन्सिपल्स अफ म्यानेजमेन्ट र कस्ट एन्ड म्यानेजमेन्ट अकाउन्टिङको कुराहरू भयो है। यो 500 मार्क्स फर्स्ट इयरबाट। त्यसै गरी सेकेन्ड इयरबाट अर्को 500 मार्क्स एनालाइसिस अफ अकाउन्टिङ फर फाइनेन्सियल एनालाइसिस एन्ड प्लानिङ, फन्डामेन्टल्स अफ मार्केटिङ, फन्डामेन्टल्स अफ फाइनेन्सियल म्यानेजमेन्ट, फाउन्डेसन्स अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट र बिजनेस ल गरेर यसरी यो कोर्सहरू डिभाइड भएको थियो। अब त्यस पछाडि हाम्रो यो 5वटा अकाउन्टिङ वा फाइनेन्स अथवा तपाईँको मार्केटिङ अथवा म्यानेजमेन्ट अथवा म्यानेजमेन्ट साइन्स, यो 5वटा मध्ये कुन ग्रुपमा तपाईँ थर्ड इयरमा जाने तपाईँले त्यो बेला ग्रुप चुज गर्नुभएको थियो होला। त्यो ग्रुपबाट 3टा कन्सेन्ट्रेसन सब्जेक्ट आयो र इलेक्टिभबाट हाम्रो सेलेक्टिभ एउटा सेक्टरल सब्जेक्ट पनि हामीले अघि कुराकानी गरिसकेका छौँ। अब विशेष गरी अहिले इक्जाम ओरिएन्टेड भएर हामीले चाहिँ कर्पोरेट फाइनेन्स, थर्ड इयरको यो फाइनेन्स ग्रुपको कर्पोरेट फाइनेन्स, अनि तपाईँको अकाउन्टिङ ग्रुपको ट्याक्सेसन र फाइनेन्स ग्रुपको इन्भेस्टमेन्टको यसको चाहिँ हामीले क्लासहरू पनि सञ्चालन गरिरहेका छौँ। यसको मेटेरियलहरू पनि हामीले प्रोभाइड गर्न खोजिरहेका छौँ। र एफआइएमको फाइनेन्स ग्रुपको एफआइएमको पनि हामीले मेटेरियलहरू छिटै ल्याउने प्रयास गरिरहेका छौँ। तपाईँहरूले हामीलाई त्यो कुराको लागि पनि फलो गर्दै गर्नु होला। बाँकी हामी सब्जेक्ट वाइज कुन कुन सब्जेक्टमा के कस्ता कुराहरू पढ्नु पर्ने छ भन्ने कुराहरूको पनि भिडियोहरू अपडेट गर्दै जानेछौँ। हामीलाई फलो गर्नु होला। र तपाईँलाई यी सब्जेक्टहरूमा केही गाइडेन्स चाहिन्छ, के हेल्प चाहिन्छ भने रिभिजन क्लासेसहरू चलिरहेको छ। धेरै दिन त बाँकी छैन, तर रिभिजन क्लासमा तपाईँ इन्क्लुड हुन सक्नुहुन्छ यो सब्जेक्टहरूको लागि।